अरे लुगा चाहिँ आयो 300 नमस्कार, वेलकम ब्याक टु आवर न्यू एपिसोड। सो आजको एपिसोडमा यहाँहरूलाई स्वागत। हराभरा जङ्गल होइन, यो चाहिँ हाम्रै धरानको बिपी कोइराला हस्पिटल हो। हाम्रो आमा घाँस काट्दै हुन्छ, म चाहिँ लिन भर्खर आइपुगेको साथीहरू। RN5 लेडिज साइकलमा आउँदै भ्लग हान्नु भनेको अलि नमिलेर छ, त्यही भएर ट्याक्क हेऱ्यो नि हराभरा। अब यहाँ घाँस लगिदिउँ भनेर अब ठ्याक्क म आइसकेको छु। एक बोरा चाहिँ घाँसमा पर भइसकेको छ। अब एक बोरा चाहिँ आमाले काट्ने हेरेँ कि म पनि काट्नु हो आमा कि जाने? अब म भोलि नै काट्छु, आज चाहिँ यसो लिन मात्रै आएको साथीहरू। म अब के छ अवस्था होइन साथीहरू। अब घाँस सास लिएर जाने हिजोको भ्लग हजुरले देखिहाल्नु होला। म चाहिँ अब रेगुलर जस्तो भ्लगले पनि भन्दैछु साथीहरू, डेली भ्लगका साथीहरू। डेली भ्लग चाहिँ ल्याउनु पर्ने भयो। एक महिनामा एकचोटि भ्लग लिएर हुँदैन होइन साथीहरू। युट्युबमा कि कसो हो, दर्शकहरूले बिर्सिनुहुन्छ नि त हामीलाई। त्यही भएर अब रेगुलर डेली भ्लग ल्याउने म प्रयास गर्दैछु साथीहरू। हिजो पनि आयो, अस्ति पनि आयो, आज पनि आउँछ। मेरो भ्लग हाल्ने समय भनेको चाहिँ 3 देखि 4 को बिचमा हो। अनि बिहान चाहिँ म चाहिँ 7 देखि 8 को बिचमा आउँछु भ्लग। सेड्युल बनाएको क्या मैले साथीहरू, थाहा हुन्छ नि साथीहरूलाई पनि यसले यतिखेर भ्लग हाल्छ भन्ने कुरो। अब घाँस सास लिएर जाऊँ। अनि आजको दिउँसोको चाहिँ क्याम्पको हो हाम्रो। ऊ त्यहाँ मर्चरी छ, ऊ लास लाग्ने ठाउँ। यसको पारिपट्टि म तपाईँलाई यहीँबाट देखाउँछु ल। ओह, त्यहाँ लास राख्छन् मान्छेहरूले, त्यहाँ मरेको कता कताबाट पोस्टमार्टममा आउँछ। यता चाहिँ यहाँ हामी काट्ने भनेको यतै हो, घाँस सास। यो बाटो भइहाल्यो। यता चाहिँ डेन्टल साइड, डेन्टल सर्जरी, दाँतको भनौँ न, डेन्टल दाँतकै हो यता चाहिँ। अनि यता छ दाँतको साथीहरू। उता अरू क्याम्प त धेरै पो छ त हौ। 700 बिघा कि कतिमा छ भन्ने सुनेको मैले, हो कि होइन हुन चाहिँ होइन। 700 बिघा 700 बिघा भनेको चाहिँ के हो त आमा? यीको एउटा दाइलाई मैले सोधेको थिएँ क्या, 700 बिघा भन्थेँ, पत्ताकै थिइनँ क्या मैले त। तर 700 बिघा चाहिँ रहेछ साथीहरू यो क्याम्प। एसियाको 2 नम्बरमा आउँछ अरे। अनि आउँछ है साथी हो, आउँछ। घाँस चाहिँ अब यस्तो गाई पालेको छ। दुध खानुपर्छ, घाँस काट्नुपर्छ होइन आमा? घाँस चाहिँ काट्नुपर्छ र घाँस चाहिँ काट्नु चौरीमा ताछेर दुध खान्छौँ घरैमा बसेर। साइला ताई आइया औँसी हातैमा क्याम्पको घाँस त हामी काट्छौँ हाम्रो साथैमा। डोरी कस्तो लाग्यो हाम्रो आमाको साथीहरू? कमेन्ट गर्न नबिर्सिनु होला। धेरै माथि आइसकेको छु, घाँस सास लिएर हेर्न सक्नुहुन्छ यो बोरामा। अब एकछिन यहाँ बस्दिनु पर्यो। जनै पो देखियो त हौ, टिप्पी चाहिँ छैन है साथी। टिप्पी चाहिँ मैले राखिन, जनै मात्रै छ। मन्त्र पनि हाल्छु नि फेरि, मन्त्र पनि आउँछ मलाई आउन चाहिँ। आमाले यहाँ पर्खिनु पऱ्यो। घाम त त्यतिबाट यति आइसकेको माथि, पसिनाले भुत्तुक्कै नसकिँदो रहेछ हौ गर्मी यहाँ नि बोक्न। अब आमा आउँदै हुन्छ, म अब एकछिन यहाँ पर्खिन्छु आमालाई। आज मौसम हुन त राम्रो छ, तर गर्मी चाहिँ धेरै हुन्छ आज। अहिले कति बजेछ भने म यसो घडी हेर्छु है, अहिले 10:40 भएछ साथीहरू। अब एकछिन बसिन्छ ओरिन्छ, आमालाई पर्खिनु त बुढी हो कि। आमाले त्यसै छोडेर त हिँड्नु भएन साथीहरू। अलिक बिस्तारै हिँड्नुहुन्छ। अब यहाँबाट चाहिँ हामी सँगै जान्छौँ आमा नाति। 2 बोरा मात्रै भएछ घाँस पनि, ट्याक्क खाँदै हो अरे। अनि ट्याकान टुकुन लिएर म हिँडेँ, आमा आउँदै हुन्छ होला। अब एकछिन पर्खिन्छु म यहाँ। हामी चाहिँ धरानको सोमबारे बजार आएको छौँ। यो चाहिँ जे होस् सोमबार राख्ने भएर त्यो सोमबारे बजार राखेको। बाहिर फेन्सीहरू सस्तोमै पाउँछ, मान्छेहरूको भिडहरू सबै पुरै सेल बजार हो। यहाँ चाहिँ लुगादेखि लिएर सबै टक्क अलिक सुपथ मूल्यमा पाइन्छ। सुपथ मूल्यमा पाएपछि अब यसो हामी पनि यसो गइदिउँ न त भन्ने कुरो हो साथीहरू। अब यहाँ यसो हेर्नु त मान्छेहरूको भिड। अर्को फ्रन्ट क्यामेरामा देखाउँछु ल म। पुरै हेर्नु सक्नुहुन्छ, पुरै सेल छ। अब यहाँ भित्रभित्र जाँदैछु अब है साथीहरू। भित्रभित्र जाँदैछु है। आयो भ्लग चाहिँ अहिले फेरि बिजी हुन सक्ने हो कि, तर केही छैन। हालौँ, मलाई छिर्छ उज्जवल भ्लगरलाई। जे होस् सस्तै पाइन्छ है बाहिर फेन्सीहरू चाहिँ। आयो पेन्टदेखि लिएर सबै थोक आयो साथीहरू।
हेर्न सक्नुहुन्छ लुगै मात्रै छ यहाँ अरे लुगा चाहिँ हेर्छ आयो 300